यस्तो संसार हाम्रो अब माथिदेखि पहिरो आउनलाई सुरु गर्न लाग्यो। त्यही भएर अब हामीले चाहिँ यहाँ बस्न नमिल्ने अवस्था भएपछि हामीले चाहिँ सामानहरू माथि अन्यत्र सार्न रहेका छौँ सर। अहिलेलाई अब माथितिर मेरो चाहिँ सानो माथि एउटा सानो छापा बनाएको छ, त्यहाँ बस्दै आएको छौँ हिजोदेखि। र चाहिँ अहिले अब हामी बस्न नमिल्ने भएपछि आज हामी चाहिँ हिजोदेखि माथि बस्नु। पहिलाको भन्दा त अहिले त कति पिटेछ नि, अझै तलबाट खस्दैछ। अहिले खतरा छ त्यहाँ। त्यो आयो भने त ढाक्छ भित्रीखेल्टा त, अब केही त गर्नु पर्यो उपाय। त्यो आयो भने त सक्यो नि। पहिला हो उलट्याएर नआयो, अहिले त जान्छ उता। त्यसलाई कसो गर्ने अब नियन्त्रण गर्दैछन्। र हिजो अस्तिको दिन हामी बिहानको लगभग 8:30 बजेतिर माथिबाट ढुङ्गा झरिरहेको अवस्था थियो। त्यसपछि हेर्दै गर्दाखेरि पहिला पुरानो पहिरोबाट ढुङ्गा झर्थ्यो, तर अस्तिको बिहानमा चाहिँ नयाँ ठाउँबाट पहिरो झऱ्यो। अहिले यो ठाउँ आएको पहिरोबाट चाहिँ पक्कै पनि यहीँ यो जुन हामी बसिरहेको एरियामा चाहिँ झर्छ भन्ने मैले अलिकति ठम्याइ गरिसकेपछि मैले वडा अध्यक्षसँग मैले समन्वय गरेँ। म, हाम्रो टोल संयोजक र हाम्रो शेरप्रताप पाइजा तीनजना हामी स्थानीय गएर बास बसेर त्यहाँको स्थानीय वडा सदस्य बुद्धिवीर पुनलाई लिएर त्यहाँ हेर्न जाँदै अवलोकन गर्ने भनेर जाँदै गर्दाखेरि त्यहाँ जाँदाखेरि पहिलाको भन्दा धेरै डेन्जर। किन भन्दाखेरि त्यो पहिले झरेको भन्दा अर्कै ठाउँबाट नयाँ जुन मैले गेस गरेको पहिरोमा धेरै डेन्जर नै देखेको कारणले गर्दाखेरि अब स्थानीय पहिलाको त्यहाँको स्थानीय मान्छेहरूलाई सोद्धाखेरि पहिला सानो भाग चाहिँ फाटेकै नै हो, तर अहिले चाहिँ पहिलाको उहाँहरूको कुराभन्दा धेरै फरक देखेको हुनाले चाहिँ मैले चाहिँ सम्बन्धित निकायहरू गुहार गरेको थिएँ। र हामीले माथि फेकोन्डोको भिरको माथि गएर हेर्दाखेरि ड्रोन मार्फत र भिडियो मार्फत हेर्दाखेरि चाहिँ त्यो पहिरो चाहिँ खस्ने अवस्था लागेको चाहिँ हामीले भेटेका छौँ। इनकेस त्यो खसिहाल्यो भने हाम्रो यो दोसल्लेको यो प्राङ्गण ग्राउन्ड भएको एरियाको घरहरू लगभग करिब त्यो एरियामा चाहिँ 9-10वटा घरहरू छन् र त्योभन्दा तल्लोपट्टि 5-6वटा घरहरू छन्। तिनीहरूलाई चाहिँ अति जोखिम नै रहेको अवस्था भेटाइयो। त्यो भएको भएर हामीले हिजोबाट नै त्यहाँको बस्तीहरूलाई माथि रूपान्तरण गर्ने प्रयास गरिरहेका छौँ र माथिको त्यो पहिरो खस्नुभन्दा पहिला चाहिँ गाउँसित आमबेला गरेर एउटा निर्णय, त्यो पहिरोलाई कसरी के गर्ने भन्ने निर्णय चाहिँ पालिका मार्फत जिल्ला मार्फत हामी चाहिँ त्यो समन्वय गरेर अगाडि बढ्ने चाहिँ हाम्रो कुरा आएको छ। थ्याङ्क यू। पूर्ण गाउँपालिका वडा नम्बर 7 स्थित दोसल्लेको माथि र टिकोटको तल फेकोन्डो भन्ने डिलमा एउटा ठुलो पहिरो आउने सम्भावना छ र त्यसले दोसल्लेमा केही बस्तीहरू विस्थापित हुने अवस्था छ। अहिले हामी तत्काल त्यहाँको प्रत्यक्ष त्यहाँ हेरेर आयौँ। त्यहाँ एउटा ठुलै डिस्को खस्न लागेको छ र अब हामी तत्काल आज नै हामी वडा नम्बर 7 दोसल्लेका बासीहरूसँग छलफल गरेर हामी हिजो बेलुकीबाट केही मान्छेहरू चाहिँ सुरक्षित ठाउँमा सर्नु भएको छ भने अरू सबैलाई आज जो जति त्यहाँ बसेका छन् त्यो सबैलाई हामी सुरक्षित ठाउँमा स्थानमा लगेर सुरक्षित अवस्था राख्नेछौँ। र हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जिल्लामा पनि हामी खबर गर्नेछौँ। र अहिले तत्काल गर्दाखेरि त्यो डिस्को आउने नै देखिन्छ र यसो हेर्दाखेरि अब छिटै नै आउला जस्तो देखिन्छ। तथापि हाम्रो सोच अहिले तत्काल हामी त्यहाँका बस्तीहरूलाई व्यवस्थित सुरक्षित राख्छौँ। अनि दोस्रो कुरा हामी जिल्ला विपद व्यवस्थापन समितिमा हामी खबर गरेर उहाँहरूको राय सुझाव के हुन्छ हामीले भिडियो क्लिप ड्रोन उडाएर समेत त्यो सबै हेर्ने काम गरेका छौँ। अब अवस्था दयनीय छ, भिर खस्ने पक्कै खस्छ। त्यसलाई कसरी जाने भन्ने सिडिओ साहबसँग जिल्ला व्यवस्थापन समितिसँग हामी समन्वय गरेर हामी कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बारे अन्य थप जानकारी थप सल्लाह गर्नेछौँ।
सबै माथि भन्नु भनेर